नमस्कार, स्वागत छ यहाँहरुलाई मेरो च्यानल मन्त्र ज्ञान 078 मा। आज हामी यहाँ धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले एकदमै महत्त्वपूर्ण मानिने एउटा वस्तु जुन साधनाको लागि अत्यावश्यक नभई नहुने चीज हो त्यसको बारेमा चर्चा गर्दै छौं। र साथसाथै म यहाँहरुलाई के भन्न चाहन्छु भने यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। आजको विषयवस्तुतिर प्रवेश गरौं। आज हामी यहाँ मालाको बारेमा कुरा गर्दै छौं। हिजो आज माला लगाउने एउटा ट्रेन्डै चलेको छ हैन, जुन देख्दा खुसी पनि लाग्छ, मन आनन्दित पनि हुन्छ। तर यसमा हामीले बुझ्नुपर्ने के हो भन्दाखेरि माला कुन हिसाबले लगाएको छ हैन, नर्मली लगाएको छ कि वा जप साधना गर्नको लागि लगाएको छ। नर्मली लगाएको भए तापनि त्यहाँ विभिन्न ख्याल गर्नुपर्ने कुराहरू छन् र धेरै सावधानी अपनाउनु पर्ने कुराहरू पनि छन् र जप गर्नको लागि साधनाको लागि लगाएको छ भने त झन् विशेष ख्याल पुर्याउनै पर्ने कुराहरू छन् जुन म अहिले अगाडि भन्न जाँदै छु। अब तपाई नर्मली माला धारण गर्नुहुन्छ भने पनि अब त्यसमा ख्याल गर्नुपर्ने कुरा के छ भन्नुहुन्छ भने तपाई माछा मासु खानुहुन्छ हैन। जस्तै मानौं तपाईले रुद्राक्ष धारण गर्नु भएको छ है, तपाईले माछा मासु खानुहुन्छ, जाँड रक्सी सेवन गर्नुहुन्छ भने त्यस्तो अवस्थामा लाउनु भन्दा नलाउँदै राम्रो हुन्छ है। अनि तपाईको रुद्राक्ष माला लगाएर तपाई अब वाशरुमतिर जानुहुन्छ हैन, अब त्यही लगाएर सुत्नुहुन्छ, जुठो हुन्छ है, जुठो मुठो हुन्छ, त्यो सब विचार गर्नुपर्ने हुन्छ है। त्यही भएर अब लगाउनु पूर्व तपाई यदि बाहिर जानुहुन्छ भन्दा फेरि पनि तपाई जस्तै कुनै रेस्टुरेन्टतिर यताउता जाँदा फेरि त तपाईले फुकाल्नु त हुन्न होला हैन, वाशरुमहरुतिर जाने बेला। त्यो कारणले पनि नलगाउनु नै भन्ने गर्छ प्राय चाहिँ है, धार्मिक दृष्टिकोणले कुरा गर्दै छु मैले चाहिँ। अब यदि तपाई माला जप गरेर धारण गर्नुहुन्छ, जप गर्नुहुन्छ, तपाई साधना गर्नुहुन्छ, माला धारण गर्नुहुन्छ, यदि तपाई जप गर्नुहुन्छ भने त्यो माला तपाईले रात दिन 24 घण्टा धारण गर्न मिल्दैन। हेर्नुस् है, तपाईलाई यदि माला लाउनै छ भने तपाईसँग दुईटा माला हुनुपर्छ। एउटा जप गर्नलाई चाहियो, अर्को चाहिँ धारण गर्न बाहिर नर्मली लाउनलाई मात्र है। त्यो पनि तपाईको परिस्थिति हेरेर। तपाईले जप गर्ने बुझ्नुभयो, तपाईले जप गर्ने बेला छुट्टै माला किनभने त्यो जप गर्ने माला हामीले अब हाम्रो जप ध्यान जप पूजा पाठ गर्ने बेला मात्रै लगाउने हो हैन। अरु बेला लगाउँदा तपाईको के हुन्छ भने तपाई त्यो माला धारण गरेर खाना खानुहुन्छ है, त्यो गलत भयो, त्यो माला जुठो भयो हैन। त्यो हिसाबले नि विचार गर्नुपर्छ। तपाई त्यो माला धारण गरेर वाशरुमतिर जानुहुन्छ है, त्यो माला अपवित्र भयो हैन। यसरी नै भगवानसँग जोडेको चीजहरु कुनै पनि हामीले यस्तो भनौं न शौचालयतिर है, अनि खानपिन गर्ने बेला जुठो नहोस् भन्ने एकदम विशेष ध्यान पुर्याउनु पर्छ हामी साधक वर्गहरुले चाहिँ हैन। अरूले पनि पुर्याउनु पर्छ हैन। तर हामीलाई चाहिँ के हुन्छ भने हामीलाई यसको विशेष महत्त्व हुन्छ नि त। हामीले गरेको जपको फलमा ह्रास नहोस् है, त्यो हिसाबले हामीले विशेष ध्यान पुर्याउनु पर्ने कुरा चाहिँ यो हो हैन। त्यही कारणले मैले दुईटा माला लिनुस् भन्न खोजेको कारण चाहिँ यो हो है। तपाईलाई यदि माला धारण गर्नै छ भने चाहिँ हैन, अब हैन म जप गर्छु, जप गरे पश्चात अब आफ्नै आसनमा हैन, आफ्नै पूजा स्थलमा म माला राखेर म नर्मली माला बिना नै हिँड्छु भन्नु भए पनि हुन्छ तपाई। त्यसमा तपाईलाई केही दुईमत हुँदैन, तपाईको स्वेच्छा हो हैन। यस सावधानी चाहिँ अपनाउनु पर्छ भन्न खोजेको मैले है। नर्मली माला चाहिँ तपाईको नर्मली माला चाहिँ जप पश्चात केही बेर आफ्नो शरीरमा धारण गर्ने हैन, अनि त्यसपछि चाहिँ पूजा स्थलमै छोडेर जानु, पूजा स्थलमै राख्दा चाहिँ राम्रो। पूजा स्थलमै राख्नुपर्छ माला चाहिँ हैन, सकभर धारण नगर्दा चाहिँ राम्रो हुन्छ है। यस जप गर्ने माला चाहिँ बिल्कुलै धारण गर्न चाहिँ हुँदैन भन्ने धारणा चाहिँ मेरो छ हैन। अब तपाईहरुको आफ्नो विचार हो। यसमा कस्तो हुन्छ भने हामीले जप गर्ने माला नै लगाएर हामी कतै बाहिर घुम्न गयौं भने वाशरुम जाने बेला हामीले त्यो माला त फुकाल्दैनौं है। कुनै रेस्टुरेन्टमा खाने बेला अब नन भेज खाइन्छ, माछा मासु हैन, अण्डाहरु खाने बेला पनि त्यो
माला त हामीले फुकाल्दैनौँ, फुकाले पनि कहाँ राख्ने हैन, त्यो पनि समस्या हुन्छ है। र होस् छोड त्यो केही हुन्न भन्ने हिसाबले खाएर हामीले गरेको जुन जप तपको फल राम्रो मिल्नुपर्ने ठाउँमा नराम्रो मिल्नु, भगवानले हामीलाई दुःख दियो भन्नतिर लाग्नु कारण चाहिँ यही हो। अर्को एउटा चाहिँ है प्रमुख कारण हामीले चाहिँ धर्मकर्मको हिसाबले जप गरेर त्यही माला लगाएर हिँड्छौँ हैन। तर त्यसको दुष्प्रभाव चाहिँ हामीलाई कस्तो पर्छ भन्नुहुन्छ भने हामीले यो अन्जानमा गरिरहेको हुन्छौँ यो भुल है। हामीलाई थाहा हुँदैन, हामीलाई याद हुँदैन। हामीले माला धारण गरेर रुद्राक्ष माला धारण गरेका छौँ, बिहान मैले जप गरेर आएको माला मैले गलामा धारण गरेर मैले त्यही माला धारण गरेर माछा मासु खाइदिउँ त्यो, अनि त्यसले राम्रो परिणाम भन्दा दुष्परिणाम चाहिँ निम्त्याउँछ है। तपाईलाई राम्रो फल भन्दा नि अब अलिकति तपाईलाई जीवनमा दुःख देखा पर्न थाल्छ। त्यही कारणले चाहिँ माला आफूले जप्ने माला हैन जप पश्चात चाहिँ पूजा स्थानमा आफ्नो आसनमा नै राख्दा सर्वोत्तम हुन्छ। यही भन्न चाहन्छु। हस्त च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनु होला। जय श्री महाकाल।